गाइज वेलकम टु माई ब्लग डे 2 अनि हामी आज क्लासमा आइसकेका छौँ। यो सिनबाट मगाएको चाइनिज मोडलको कपडा हो होइन, तर पनि छ। अनि गाइजहरू यस्तै छ, आज हामी क्लासमा बसेका छौँ। एक्स्ट्रा क्लास दिएर अब अर्को क्लासको तयारी छ। अनि हाम्रो सर के भन्न यति राम्रोसँग जाप्नु पर्यो। जेउजीलाई जेनै भन्छ। अनि दोस्त के छ त ठिक छ? के गर्दैछ त? जापानको लाइफस्टाइल बोरिङ छ। यस्तो मजा गेम खेलिरहेछ। मेनमारी केटी पठाइसक्यो अहिले। अझ अहिले हुन्छ अझ बोरिङ छ। सँगसँगै घर जान्छ र सँगसँगै कुरा खान्छ। यस्तो त बोरिङ छ। अनि दोस्त के गर्दैछ? होमवर्क गर्दैछ? जेउजूको पढाइमा ध्यान। हाम्रो दोस्त छ अर्को यहाँ। तिमी के गरेर बस्नु? राम्रो साथी पढेर यस्तो पढाउन साथी पाएको चाहिँ के छ जिन्दगीमा होइन? उसो अनि जुजी देख्ने हो। अनि यस्तो छ गाइज होइन। अब जापान आएको पनि लगभग 15-20 दिन भइसक्यो होइन। सेन्सेले के भन्छ बुझ्दिनँ अझै पनि। यस्तो चाहिँ आउनु त यहाँ आउन ब्लग यहाँ आउनु साथीहरू यहाँ। चत्तो मार सब के भन्छ दासो भ्लगमा अनि सर के छ त? अनि हाम्रो नयाँ नौलो खबर मलाई याउसी त टेन्सन दियो क्या। याउसी त सेन्टेनमा टेन्सन कहिले आज इन्टरभ्यू कसको के को इन्टरभ्यू कामको? ल केटाहरू सिगत पनि आज केटाहरू सिगत भइरहेछ। अरे भाइ त यता आउनु यहाँ आउनु। तिमी बस न। तिम्रो भइजान्छ के यार। बस न यहाँ। भोलि पछि भइजान्छ के यार। चत्तमा किन कति यो तारलाई कति? अरे भाइ त आज इन्टरभ्यू छ के। अनि साथी अनि त्यसपछि जापानको पैसा कस्तो भयो तिम्रो? जापानको पैसा एकदमै राम्रो छ। पढाइ कस्तो चलिरहेको छ? पढाइ पनि राम्रै छ। राम्रो चलिरहेको। अनि राम्रो चलिरहेको छ। अरे भाइ कार्यक्रम छैन आज टुडे पास भएपछि मात्रै के केमा हो? केमा म्याकडोनमा साथी म्याकडोनको पुरै काम पाएछ। केटाहरु काम पाए हैन इन्टरभ्यु लागि। सुन्न केटाहरु ओइ केटाहरु तपाईँ केटाहरु हामी ल बस ल बस त त्यो पेपरको बट्नुपर्छ भित्र नउसी ल चोत्तमा सायनरा चोत्तमा। अनि गाइस अब हामीसँग टाइम टर्ने छ। भर्खर अघि छुट्टी भएको एक्स्ट्रा क्लास फेरि अर्को क्लास टाइममा केटाहरु भगवानले बचाए क्या। भगवानले बचा हुने काम छ। तिमी पास भयो एक्स्ट्रा क्लास पास भयो त अहिले बजे नि आज बसेन तिनीहरु कहाँ पढ्दैन हौ। अस्ति नै पढ्दै पढ्नु नि एक्स्ट्रा पुग्दै पढ्नु नि छिटो आउनु। कति छिटो आउनु? सँगसँगै हाम्रो यस्तो छ। जापानमा भाग्य पनि भयङ्कर काम गर्छ है। इन्जिनियरिङको लोकले काम गर्ने केटाहरु छ नि अहिले फेरि एक्जाम दियो भन्न त हैन। पास भएछ नि म कान काट्छु। सक्दैन नि थाहा छ, हामीलाई पनि थाहा छ। सक्दैन केटाहरू यस्तो छ। तुक्कामा कति बेला पास भइन्छ त्यो झुकेर त्यति बेला के हो? त्यति बेला 100 कटाउनेले पास हो। अहिले हामी 140 कटाउनु पर्छ। 141 करोड यस्तो छ। त्यति बेला मेरो 100 पुगेन थियो होला के। त्यति बेला मलाई त बस्नु थियो। ढिला आउँदा इक्जाम कहाँ सकिन्छ त? अनि यार केही थाहा छैन। घुमले मरे म त यार थाकेर हुन्छ टाढादेखि त हेरि आउनु। मलाई के थाहा त त्यो एक्जामले यसरी राख्छ भनेर। एउटा सजेसन म दिन्छु के दिन्छु भन्दाखेरिमा जापान आउनुभन्दा 3-4 दिन अगाडि पुरै पढेर आउनु। किनभने आउने बित्तिकै एयरपोर्टदेखि सिधै इक्जाम दिन लगाउँछ तिमीलाई। त्यही भएर गएकोले इक्जाम दियो भने फेरि गाह्रो हुन्छ। बाबा मेरो कुरा सुन न। भन यस्तो त्यो बेलामा हैन 100 मार्क्स कटाउनै पर्छ भने त राम्रोसँग दिनु हुन्थ्यो नि त। मेरो पाले 5 वटा क्वेशनको त मैले एक मात्र टिक लगाइदिएछ। मलाई के जान्छ त नि यो त्यसै गर्ने होला भनेको त खुलित भइगयो यस्तै हो। जिन्दगी खुलित भइगयो नि भन्ने केटाहरू ल यस्तै छ होइन। गाइस जापानको पैसा यस्तै छ। जापानको भन्दा पनि जापानको कलेजको पैसा यस्तै पारामा छ। अन्त चिज हो सिङ्गल भन्छ सिङ्गल टेबल एउटा आइप्याड दिएछ। आइप्याड टेबलमा यसको जिन्दगी छ। जति यस गर्छ गर मस्त सत्य कुरा छ। ओहो आफ्नो गर्लफ्रेन्डमा बस्न खोजेको यस्तो छ नि यो मान्छेमा। तर जे पनि तिमीले प्रगति गरेर दोस्। मलाई पनि तिम्रो त्यो म्यानमारीको साथी पठाइदियो भयो।
म पनि इन्टरनेसनल हेलो तुमताची कोनिचिवा ताइदेश हो ताइदेश गइगयो एउटा बोल्नु Nihongo benki shimasu. Nepali सिकाइदिनु त जापानिज सिकाइदिनु जापानिज त्यो साथीको नाम भयो फेरि होइन नेपालको चाउचाउ होइन जेउजु देश नेपालमा साथी नुडल्स सिजी कम्पनी रामेन देश पिक्चर देखेर पिक्चर एगा साथीको नाम र चाउचाउ एउटै भएछ क्या त्यही भएर के भने M3 गरेर आएको छ के भने थाहा पाउँछ M5 साथै पठाइदिनु भएको छ के यस्तो लगेर आएछ दोस्त मलाई त्यो के रे त्यो कसम त्यसको नाम के रे मेसको नाम साथीहरु कोनिचिवा इंटरनेशनल सब सबै हाम्रो सब इंटरनेशनल कोनो हिजो खान्जोला कोनो क्लास देईमा यो मान्छेले हजाउँछ आउने कोनो हिजो न खान्जो सीता चिनो देखो खतरा बेटा दिन्छ के कारा कोनो हिजो हायाकु आपाई गर्छ हेलो यहाँ आउन बोला किन्छल राजा आउनु फेरि भ्लग गरेर आउन आउ तिमीले तिमीलाई पनि वेलकम छ आएर एन्डिङ गरिदेऊ 10 मिनेटमा एन्डिङ गरिदेऊ 10 मिनेट भइसक्यो हामी त यस्तै हो त भाडा